बाइक लिउ ट्रेन हुँदा त के गर्नु पर्दैन थियो। अहिले बुढी छोराछोरी भएर काम गर्नु पर्यो, के गर्ने यस्तो छ जिन्दगी। हो नि, अर्काको छोरी ल्याएपछि पाल्नै पर्यो, छोराछोरी हुर्काउनै पर्यो, गाह्रो छ। बरु म्यान पावरमा बुझेर विदेशतिर जाउँ कि क्या हो, बुढी छोराछोरीको सपनाहरू पुरा गर्नु छ। हो, बरु विदेश जाउँ, नेपालमा बसेर काम छैन। हेलो सर, नमस्ते। यहाँ नेपाल बसेर केही पार लाग्ला जस्तो लागेन। साउ घरमै आएर पैसा मागिरहेछ, गरिबीले सताएर मर्न लाग्यो। ल छिटै उडाइदिनु पर्यो। साउदी जाऊँ न त। साउदीमा काम गर्ने कामदारहरू खोजिरहेको छ, म कुरा गरिदिउँ त। हुन्छ, बरु चाँडोभन्दा चाँडो भिजा ल्याइदिनु पर्यो। हाल्छ नि, कतिजना जाने हो र? म र साथी जाने हो। बरु खर्च चाहिँ कति लाग्छ? खर्च त 3 लाख लाग्छ। त्योभन्दा कम हुँदैन र? हुँदैन, तपाईँहरूलाई झन् मिलाएर भनेको। ए हुन्छ, कहाँ आएर दिनुपर्ने हो? भोलि मलाई काठमाडौँमा आएर कल गर्नु, मेरो मान्छे लिन आउँछ। हुन्छ। तपाईँहरूको भिजा लाग्यो, तपाईँहरू आज नै काठमाडौँ आइहाल्नुहोस्। बेलुका 5 बजेको फ्लाइट छ। राम्रोसँग जानु, फोन गर्नु दिएपछि। कता हो केटा हो? भिडियो दाइ विदेशतिर यसो घरतिर पनि हेर्दिनु। ए चुनाव सकेर गयो नि हुने। चुनाव जितेर पनि केही गर्ने बाला छैन। रोजगारको अवसर भए आज यो दिन देख्नु पर्दैन थियो। हुनु त हो। ल लाग्यो है दाइ, आज काठमाडौँ पुग्नु छ, 5 बजेको फ्लाइट छ। ल केटा हो, ल राम्रो गरी जाऊ। ल दाइ। नमस्ते नेताजी। नमस्ते। 5 वर्षसम्म मैले तपाईँहरूको सेवा गरेँ, अब फेरि मलाई एकचोटि मौका दिनुहोस्, यो गाउँलाई सुधार्नेछु म। नेताजी, तपाईँले गाउँमा के सेवा गर्ने जस्तो लाग्दैन त। राजनीति भनेको खेल हो बाबु, तिमीहरूले अहिले बुझ्दैनौ। तर नेताजी, हाम्रो गाउँका युवाहरू घाम पानी नहुने खटेका हुन्छन्, तपाईँले गर्ने सेवा यही हो। मैले जानेनौ, उनीहरूको खाना बस्नको लागि हाम्रो नेताले के ठेक्का लिएको छ र? हामीलाई के को मतलब? त मुला मतलबको कुरा नगर्छ, जो 24 घण्टा नेताको पुच्छर बनेर हिँड्छस्। झगडा नगर त। मलाई एकचोटि मौका दिनुहोस्, म गाउँ बुझाइदिन्छु। हस् त, नमस्ते। सोचौँला नेताजी। मैले सुनेको हजुर गाउँको मुखिया अरे, अहिले म राजनीतिमा सेवा गर्न लागेको छु। ल मलाई हजुरको सहयोग चाहियो। सबै नेताहरू उस्तै हुन्छ, चुनावको बेलामा हात जोडेर भोट माग्ने हिँड्छ र पछि चुनाव जितेपछि नाक मुख केही देखाउँदैन। म माथि विश्वास गर्नुहोस्, तपाईँको पहिलेको नेताले 5 वर्षमा के गर्यो, मलाई एक अवसर दिएर हेर्नुहोस्, म पक्का गर्नेछु। तपाईँ माथि विश्वास कसरी गर्ने? पहिलेको नेताले पनि यस्तै भन्थ्यो। के तपाईँले मलाई के पैसामा किनिराख्नु भएको? म पैसामा बिक्नेवाला मान्छे होइन। त्यो त मैले तपाईँलाई बाटो घरदेखि लाउनुहोस् न। सबैलाई थाहा नै होला, भोट कसलाई दिनुपर्ने सोच्नु। तपाईँहरू चिन्ता नलिनुहोस्, तपाईँहरूलाई हरेक महिना रासनको व्यवस्था म गराइदिनेछु। तपाईँहरू निर्धक्क भएर भोट हाल्नुहोस्। तपाईँहरूलाई आफ्नो परिवारको माया लाग्छ भने यसो कुरा नसुन्नुहोस्। तपाईँहरू यसको धम्कीसँग नडराउनुहोस्। 5 वर्ष अगाडि हाम्रो गाउँ कस्तो थियो, के तपाईँहरू फेरि त्यस्तै चाहनुहुन्छ? यो चुनावमा तातो रिसले हुँदैन, दिमागले काम गर्नुपर्छ। यही मिति 2081 12 महिना 24 गते भएको चुनावमा भीमबहादुर कार्कीले 405 भोटले हरिबहादुर तामाङलाई पछि पार्दै विजय हासिल गर्नुभएको छ। छिटोभन्दा छिटो अब गाउँको विकास भएको हेर्न पाउने नेताज्यू। वडा अध्यक्षले कल नउठाउनुको कारण मुखियालाई अहिले पस्तो भइरहेको छ। सबै नेताहरू उस्तै हुन्छन्, जनताहरूको भावनासँग खेलपाट गरी रमाइरहेको हुन्छ। नेता हटाऊ देश बचाऊ।
कि तपाईँले मलाई के पैसामा किनिराख्नु भएको, म पैसामा बिक्नेवाला मान्छे होइन। मैले तपाईँलाई बाटो खर्च दिएको एक्सन साउदी जानु न त, साउदीमा काम गर्ने